बेरोजगारीहरूलाई चाहिँ जनतालाई चाहिँ हामी रोजगार दिन सक्छौँ या यो धरानमा बेरोजगार रोजगार निर्माण गर्न सक्छौँ भन्ने कुराहरू मैले मूलभूत धरानका समस्याहरूलाई मैले यहाँ उठान गरेँ। यो मेरो व्यक्तिगत होइन, यो समग्र धराने बुवाआमा दाजुभाइ दिदीबहिनी अर्थात् धराने जनताहरूको समस्या हो र योसँग सम्बन्धित सवालहरूमा पनि मैले यो जुरेलासँग जोडिएको बाटोको सन्दर्भको कुराहरू मैले उठाएँ र यो सँगै 8-10वटा मागपत्रहरू आएको हुन सक्छ। यस पछाडि उहाँले राख्नुहुनेछ र मन्त्रीज्यूको हामीले केही कुराहरू सुनिसकेपछि हामी फेरि थुप्रै भेटघाटहरू छ। जस्तै हामीले डीसीसँग हिजो समय मागेका थियौँ, हामीले भोका क्याम्प होइन सुधारको लागि सँगै हामीले चाहिँ यो जहाँ जहाँ समस्याहरू छ, जलधारको समस्या, यहाँ पुलको समस्या, अनि त्यो हाइटेन्सनलाई चाहिँ हामीले मन्त्रीज्यूलाई चाहिँ हामीले ज्ञापन पत्र मात्र नभएर फिल्डमै गएर हामीले देखाउन सकेको खण्डमा चाहिँ अझ हाम्रो माननीय मन्त्रीज्यूको अझ फिल्डमै गएर हेर्नु भने चाहिँ मस्तिष्कमा पुगेर त्यो क्षेत्रलाई चाहिँ धरानले सहयोग गर्नुहुनेछ र उहाँको समयावधि जति रहनुहुन्छ त्यो समयावधिमा चाहिँ हामी धरानेवासीलाई केही चाहिँ दिएर जानुहुनेछ। हामीले जति उठान भएका सबै विषयहरू तत्कालै गर्न सक्नुहुन्न, हामीले थाहा छ। किनभने फागुन 21 पछाडि फेरि चुनाव आउँदैछ। चुनाव पछाडि पनि फेरि माननीय मन्त्रीज्यू पुर्याउन सक्यौं या के उहाँको त्यो आफै भन्नुहोला, तर राम्रा हामीलाई छानेर जान सक्यौं भने देश बन्ने रहेछ भन्ने उदाहरण उहाँले देखाइसक्नु भएको छ। त्यत्रो 18 घण्टे लोड सेटिङ जहाँ चाहिँ त्यो बेला विद्युत प्राधिकरण चाहिँ अर्बौं ऋणमा थियो भने उहाँ आउने साथ निर्देशक भएर आउन साथ अर्बौं मुनाफामा लाग्नु भएको हामीले देखिरहेका छौँ। त्यसै गरी 22 अर्बभन्दा बढी जुन विद्युत बक्यौता कुनै मन्त्रीले उठाउन साहस गरेको थिएन, तर कम्ती पनि हाम्रो माननीय गुणमान मन्त्रीज्यूले चाहिँ अहिले लामबद्ध रूपमा लगाइराख्नु भएको छ र सँगै ठुल्ठुला मन्त्रीबाट पनि परिवर्तनका कामहरू गरिराखेको हुनाले तपाईसँग धराने जनताले आशा गरेको छ र हामी आशा गर्दछौँ र यी कुराहरू राख्दै फेरि पनि अरू साथीहरूले पनि यहाँ मागपत्र राख्ने मैले कुरा गरिसकेँ र अन्तमा हाम्रो आजको सभापति नुनाचन्द्र राईज्यूले पनि आफ्नो कुराहरू राखेर यो कार्यक्रम विसर्जन गर्नुहुनेछ। यो कार्यक्रम हामी लामो लाने पक्षमा छैनौँ। यति कुराहरू आजको कार्यक्रमको औचित्यको सवालहरूमा यति कुरा राख्दै म जति पनि यो छोटो समयमा निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने तमाम विगत बौद्धिक बुद्धिजीवी बुवाआमा दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो के अरे संस्थाको तर्फबाट र आयोजकको तर्फबाट हार्दिक तपाईँलाई धन्यवाद र स्वागत गर्दै म बिदा हुन चाहन्छु। स्वागतम स्वागतम। जय धरान, जय देश। धन्यवाद जेनरल लावतीज्यूलाई। उहाँले धरानका समसामयिक विषयहरूलाई प्रश्न पार्दै आफ्नो